Rehan's vlog. Hello guys, good morning. Welcome to the third and final day of Chitwan trip. त्यही भएर म र मेरो साथी कस्तो एक्साइटेड छौ हेर्नु त। गाइस, अहिले हामी नारायणी रिसोर्टमा छौं। अब आजको ट्रिप सुरु गर्न जाँदैछौँ। उहाँ चाहिँ मेरो बाबा हो अनि उहाँ चाहिँ मेरो साथी शिरीषको बाबा हो। चितवन पुगेर आइसके। फाइनली हामीहरू मौलाकाली केबल कार चढ्ने ठाउँमा पुग्यौँ। वेलकम फ्रेन्ड्स, यहाँ त कस्तो फगी छ। भित्र गएपछि हामीलाई थाहा भयो कि 4 फिट भन्दा मुनिको बच्चाहरूलाई टिकट नलाग्ने रहेछ। त्यही भएर मलाई र मेरो साथी शिरीषलाई टिकट चाहेन। यहाँ चाहिँ मेरो दिपेनबाले हामीहरूको लागि टिकट काटिराख्नु भएको छ। अब हामीहरू टिकट काटेर एन्ट्री गरिरहेछौँ। अब हामीहरू जिगज्याग अर्डरमा अगाडि बढिरहेछौँ। अब हामीहरू केबल कार भएको फ्लोरमा पुग्यौँ। गाइज, म त केबल कार चढ्न कस्तो एक्साइटेड छु। Get here. Are you ready, guys? Serious? Are you ready? Thumbs up. Here we are waiting for the cable car. अब केबल कार चढेर हामीहरू सुलुलुलु माथि जान्छौँ। Hello. हजुरहरू पनि मेरो अनुमा र मेरो एन्टी जस्तै केबल कार चढ्न डराउनुहुन्छ? केबल कारबाट त कस्तो राम्रो भ्यू देखिँदो रहेछ। जति जति हामीहरू केबल कारबाट माथि गइरहेको थियौँ त्यति फगहरू हराइरहेको थियो। हामी पुग्न लाग्यो। हाम्रो स्याड हेर न। फाइनली हामीहरू पुग्यौँ। अभिनव लाग्यो। हामीहरू माथि चढ्दै धेरै पसलहरू देख्यौँ। हेलो गाइस। यहाँबाट हामीहरू फर्याङ चढ्दै मन्दिर गयौँ। गाइस, हामीहरूले त एउटा बिरालो भेट्यौँ। एउटा पसलको तल लुकिरहेको थियो। बिरालो। वाउ, के भयो? मेरो मम्मी र एन्टीहरूले पूजा सामग्री किनिराख्नु भएको छ। दिदीहरू चाहिँ ज्वेलरीहरू हेर्दै हुनुहुन्छ। म त बिरालोसँग खेल्दै थिएँ। हेर्नु त गाइस, बिरालो छ। हामी
हामीहरूले कति धेरै लङ्गुरहरू पनि देख्यौँ। हामीहरू पुग्ने बेला सबैजनाले पूजा गरिरहेको थियो अनि कति धेरै मान्छेले फोटो खिचिरहेको थियो अनि हामीहरूले पूजा गर्न गयौँ। अब हामीहरू पूजा गर्न सुरु गऱ्यौँ। कस्तो राम्रो है प्रसाद। अब ग्रुप फोटोको पालो। मैले भ्लग ओभर गरेँ। अब हामी जाँदैछौँ। यात्रा सफल रहोस्। अब हामी जुत्ता जुत्ता लाउन जान्ला। अब कुन जुत्ता उठाउने अब त्यो हेर्नुपर्छ है। हेर्नु त गाइस कति धेरै लङ्गुर 1 2 3 4 मैले त काउन्टै गर्न सकिनँ। हेर्नु त एउटा सानो भाइ बाइनोकुलर युज गरिरहेछ। उतेको बच्चाहरूलाई दिन्न उते बस्यो उते। अब हामीहरू मन्दिरबाट फर्क्यौँ अनि हामीहरू केबल कारमा गइरहेछौँ। तल झरेपछि म र मेरो साथी खेलेर इन्जोय गऱ्यौँ। Oh my god. सजुनाले यस्तो डराउँछ कि यस्तो डराउँछ के भन्दा त्यहीबाट भागिहाल्यो अगाडि होइन। जिस्काउला भनेर भाग्यो क्या। सेल्फी ल ओए सेल्फी बोजो अब हामीहरू बाहिर निस्किँदैछौँ। गाइस मन्दिर आउनलाई हामीले ब्रेकफास्ट नै गरेको थिएनौँ। यहाँबाट अब पहिला खाना खान जान्छौँ। त्यसपछि नारायणी रिभरमा जेट स्की गर्न जान्छौँ। आहा अब कस्तो रमाइलो हुन्छ होला है। मलाई त इमेजिन गरेर कस्तो रमाइलो भइरहेछ। फाइनली हियर एट द जेट स्की पार्क। कति राम्रो ठाउँ छ है फ्रेन्ड्स। मम्मीले त हाम्रो फोटो खिचिराख्नु भएको छ। Hello guys. त्यहाँ हामीहरूले लाइफ ज्याकेट लगाएर बोटमा चढ्यौँ। मम्मी म यो देखाउन हेर्बाट के भयो? सिंह वाह जिल्ले त जिस्काउँछ नि हेर्नु अरू जिस्काउँदैन। बाबु पनि निकाल्छ सेल्फी। Oh, the boat is moving. हामीहरू त गीत सुन्दै सुन्दै पानीमा कति छिटो भ्रुम भ्रुम गरेर चलिरहेछौँ हामीहरू त। Oh, hello. Joy. Hi, Atika.
Alaska. Wow, what a beautiful place! पानी छ र पानी सजुनाले मिस गरेँ के यो अनि त्यही भयो कस्तो विन्डी, हामीहरू कस्तो छिटो गइरहेछौँ। तर हामीहरू त कस्तो इन्जोय गरिरहेको थियौँ त्यति बेला त। सुरेश ओ सुरेश फिनिस्ड के क्या हात निकाल है मनी जान्छ पक पक फाइनली हाम्रो बोट राइड सक्यो। म र मेरो साथी शिरिष त पानीमा ढुङ्गा फालिरहेछौँ। कस्तो मजा आइरहेको थियो हामीहरूलाई त। बोट राइड सकेपछि हामीहरू गाडीमा बस्यौँ अनि गाडीबाट हामीहरू ऐना पहरामा पुग्यौँ। हामीहरू टिकट काटिरहेछौँ। टिकट काटेपछि हामीहरू भित्र जान्छौँ। हेर्नु त कस्तो राम्रो वाटर फाउन्टेन। अहिले रमाइलो भयो भइरहेको छ Excuse me, what are you looking for? Wow. त्यहाँ हामीहरूले कति धेरै पिक्चर्स लिए अनि हामीहरूले स्विङ खेले। त्यहाँ त इलेफेन्टको मुखको स्ट्याचु, एन्जलको स्ट्याचु र मर्मेडको गोल्डन स्ट्याचु पनि थियो। Like that, we enjoyed our whole trip. Now we are at the end. त्यही भएर अब हामी घर फर्किँदैछौँ। So guys, see you in my next video.